स्वागत छ तपाईँहरूलाई गफ गाफ अनफिल्टरमा। म हुँ तपाईँहरूको होस्ट सुदेश गुरुङ र आज मसँग हजुरबा आउनुभएको छ। उहाँ हुनुहुन्छ मनबहादुर खड्का। स्वागत छ तपाईँलाई मसँग। यहाँ मसँग गफ गर्न आउनुभयो, कस्तो लाग्दैछ? एकदम राम्रो लाग्दैछ। खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ। खुसी हुनुहुन्छ? ओके, मनबहादुर खड्का तपाईँको नाम? मनबहादुर खड्का। कति वर्ष लाग्नुभयो? 84 वर्ष लाग्नुभयो। 85 लाग्नुभयो। तपाईँ त लाग्यो 85 वर्ष लाग्यो। 85 वर्ष लाग्नुभयो। अनि तपाईँको जन्म चाहिँ कहाँ भएको? जन्म नेपालै भएको। नेपालमा? खान्डीमे। खान्डीमे भन्ने ठाउँमा? खान्डीमे भन्ने नाममा। ए, अनि कति वर्ष बस्नुभयो त्यहाँ? खै नेपालमा त अब कति बसे हो। अब बाबाहरू बसे धेरै, निकै बसे होला। ए, किनभने तपाईँ त पछाडि त भुटान जानुभयो नि त? त्यहाँदेखि पछि 98 साल अलिक अगाडि दुई साल अगाडि भुटानको हिँडेछन् त्यहाँबाट। ए, तपाईँलाई थाहा छ भुटान गएको? भुटान गएको थाहा छ नि, किन छैन। अब ठाउँ हिँडेरै जान्थेँ, ठाउँ बोकेर अप्ठ्यारो ठाउँमा। अन्त भुटान लाँदै नि अनि अब बाटोमा त्यस बेला अब हिँडेरै जान्थ्यो। बास बसे ठाउँ बास बसे। कोही अब यस्तै कामहरू गर्दै त्यहाँ काम गर्दै खाँदै गर्दै गएछन् भुटान। ए, भुटान पुगेर अनि अब जाँदै बाटामा अब हामी त धेरै 5 भाइ थियौँ। 2 बहिनी दिदीहरू। हजुर। एक बहिनी उहीँ भुटानमै खान्डीमा नि उहीँ भट्टराईलाई दिएको छु अरे, अनि त्यतै रहनुभयो। अनि सनाउ थिए, सनाउका 4 भाइ छोरा र 1 बहिनी छोरी थिए। अनि ती बाउ र अनि उनीहरू सँगै गए, भुटान गए। त्यहाँ अनि जाँदै अब खोलामा हामी 5 भाइहरू सनाउले बोक्दै तार्दै फ्याँक्दै लगे। यत्रो कहानी भन्नुभयो, एउटा ठाउँदेखि अर्को ठाउँ सर्दै जानुभएको। अनि त्यतिन्जेलसम्म स्कुल पढ्नु चाहिँ भएन भुटानमा? स्कुल पढ्न भुटानमा खोइ उता भाइ छोराहरूले, मैले त कहाँ पढेर पढिनँ। तपाईँले त पढ्नु भएन? पढिनँ। त्यहाँ अनि छोराहरूले स्कुल पढ्न अब ठुला केटालाई चाहिँ लागिएन स्कुल। कान्छालाई र माइलालाई चाहिँ लागिएको थियो। स्कुल लाग्यो भुटानमा। तर फेरि भुटानको कारण साह्रो स्कुल लागिएको थियो। त्यही भाले गाउँमा बस्दाखेरि अनि त्यहाँ त्यो भाले ढुङ्गा भन्थे, त्यो भाले ढुङ्गाका माथिल्लोपट्टि स्कुल थियो। हजुर। कुन उमेरमा बिहे गर्नुभयो? कति वर्ष हुनुहुन्थ्यो त्यस बेला? त म त 25-26 वर्षको कता थिएँ हो। ए, 40 वर्ष पुगिएको थियो होला। 40 वर्ष? 25 वर्ष कि 40 वर्ष बिहे गर्दा चाहिँ? बिहे गर्दाखेरि त म 30 वर्षको थिएँ। झन्डै 30 लागेको थियो। झन्डै 30। अब माल दाजुको, जेठ दाजुको बिहे गरियो, ठुल दाजुको, सानो दाजुको बिहे गर्दै लाँदाखेरि। ए, तपाईँ चाहिँ कुन भाइ हो? म काइलो भाइ। ए, गर्दै लाँदाखेरि झन् ठुलै बात, तर मसिनै थियौँ हामी त्यति बेला। बाबैले 40 वर्षको भन्नु फेरि मसिनै थियो भन्नु। त्यहाँ आमैलाई चाहिँ कसरी भेट्नुभयो? मागी बिहे गर्नुभएको? मागी बिहे गरेको। भुटानमै हुनुहुन्थ्यो आमै पनि? भुटानमै हो। ए, अनि बिहे गर्नुभयो। भस्यमा आमैलाई देख्दाखेरि कस्तो लाग्यो त? अब सानैमा कस्तो लाग्थ्यो र? सानैमा अनि कस्तो लाग्छ? मागी बिहे गर्दाखेरि आमैलाई देख्नु बित्तिकै मन पर्यो तपाईँ?
आमै एकैचोटि त्यो गएर बेमैमा चाहिँ हुन्थ्यो अनि त्यो अगाडि पछाडि भेटै हिँड्थ्यो ए बेमा एकैचोटि देखेको बेमैमा चाहिँ अब बेमै वरबाट जन्ती जाँदाखेरि अब जन्तीले भन्थे हौ अब 6-5 साल नि म बेमले देख्था भन्थे के भन्थे ए अनि बे भयो अनि त्यस पछाडि भुटानमा कतिवटा छोराछोरी भयो तपाईँको कति 2-3 भाइ छोरा हुन् 3 भाइ छोरा 3 बहिनी छोरी एउटी बिग्री खस्नु ए म त बिग्री भनेर बिग्रेर हिँडेछु भनेर खस्नु भयो एउटा खस्यो ए मरि भनेको बिग्री भन्छन् जेठा छोरालाई पढाइएन एउटा गाउँजे स्कुल लगाएको थियो कि गाउँजे स्कुल लगाएको थियो त्यहाँ खोइ अब त्यस बेला अब थिएन केही गाँजा टिपेर अलिअलि गाँजा बनाएको कसले चाहिँ गाँजा हामीले आफैले त्यहाँ गाँजा अब टिपेर चाहिँ यसरी थिच्नुपर्छ र अनि यस्तो चप्परी हुन्छ नि त चप्परी हुन्छ अनि त्यो चप्परी थिचिरहेको पछि आउँथ्यो किन्न गाँजा किन्न आउँथ्यो त्यसलाई बेच्यो अनि त्यही अलिकति त्यही दिएर अनि अलिकति गाउँजे स्कुल यस्तो एउटा चम्लागाईले पढाउँथ्यो को किन्नु चाहिँ को आउँथ्यो गाँजा किन्नु खोइ कहाँको मान्छेहरू आउँथ्यो नि त त्यहाँ गाँजा किन्न आउँथ्यो त्यो गाँजा बेचेर त्यस्तै महिना दिन जस्तो पढ्यो होला त्यहाँदेखि काम गर्यो उसले पढेन पढेन त्यतिकै उसले पनि एउटी कार्की छोरी लिएर हिँडेको छ मास्टर भन्नेले अनि छैन सकियो स्कुलले हरायो अनि हजुरबा चाहिँ कुन छोरा जेठो ए उहाँले कार्कीको छोरा लिएर हिँड्नु भएको भने होइन उसलाई पढाउने मास्टरले पढाउने मास्टर चाहिँ अनि स्कुलै हरायो नि त त्यहाँदेखि स्कुलै हरायो ए अनि त्यहाँदेखि स्कुल लागिएन उसलाई हजुर त्यस्तै घरमा अलिअलि हान्थ्यो त्यहाँ यसो यस्तै हेरेर अलिअलि सिकेर पढ्यो नेपाल आएर पत्रीमा हुनुहुन्थ्यो होइन पत्री क्याम्पमा नेपालमा पत्री क्याम्पमा ए अनि पत्री क्याम्पमा यत्रो बस्नुभयो अहिले अनि 20 वर्षभन्दा धेर बस्नु भएर क्यानाडा आउनुभयो बस्यो 20 वर्ष बस्यो होला अनि क्यानाडा आइयो क्यानाडा अहिले अब क्यानाडामा आएको नि निकै वर्ष भयो 15 वर्ष 15 भयो होला 15-12 वर्ष भयो अनि अहिले त अब तपाईँको नाता नातिनी पनाति पनि भइसक्यो पनाति नै भइसक्यो कस्तो लाग्छ खुसी लाग्छ देख्दा नाता नातिनी पनाति देख्दा अब नातिदेखि पनातिसम्म देख्दाखेरि किन खुसी लाग्दैन त खुसी लाग्छ नि के आशीर्वाद दिनुहुन्छ पनातिहरूलाई आशीर्वाद त अब के भने यस्तै हो राम्रो होस् सुविस्ता होस् सन्च सुविस्तै होस् लामो आयु होस् त्यस्तै आशिक दिनुपर्छ नि अनि अहिलेसम्म अब हजुर भन्नु भगवान्ले हेरुन् भगवान्ले रक्षा गरून् भन्ने त्यस्तै आशिक दिनुपर्छ ए आमैको के कुरा मनपर्छ तपाईँलाई एकदम धेर अब के कुरा मनपर्छ तपाईँ छैन एउटा यस्तो कुरा धेरै मनपर्ने आमैको बारेमा के मनपर्छ अब मन परेरै त बेगरियो र मन परेरै मन नपरेको बिहे नि गरिन छोडिहाल्नु बाबे शर्माउनु भयो आमैको धेरै गफ गरेर यत्रो टाढो बाटो आउनुभयो अटोवासम्म आएर मसँग यहाँ आएर पनि गफ गर्नुभयो पुरा क्यामेरा लाएर हेडफोन लाएर कस्तो लाग्यो तपाईँलाई यो गफ गर्दा
असल एकदम राम्रो लाग्यो नि। मजा आयो तपाईँलाई? मजा आयो, मजा राम्रो आयो। यो टिभीमा आयो भने हेर्नुहुन्छ नि? हेरिन्छ नि टिभी त अगाडि है। अब त्यहाँ बस्ने बिरान चाहिँ टिभी हो। आमैलाई पनि देखाउनुहोस् भिडियो। त्यहाँ देख्छु अनि अब आमैलाई उहाँ अब लाउनु पर्यो। आमैलाई पनि म लिएर आउँछु अनि तपाईँको बारेमा सोध्छु नि के मन पर्दो रहेछ भनेर। हुन्छ बाबा, मजा आयो तपाईँसँग गफ गर्दा। फेरि आउँदाखेरि यसरी बसेर गफ गर्नु।